हेलो हेलो सबैजनालाई नमस्ते ट्रसिटीले सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम छु फेरि पनि स्वागत छ यहाँ अफिसियल युट्युब च्यानलमा अहिले आज चाहिँ म भर्खर उठेको साथीहरु हिजो चाहिँ म आँप टिप्नु गएको यस्तो गलेछु कि यस्तो गलेछु साथीहरु तपाईहरुले देख्नु नै भएको छ मैले कस्तो गरी आँप टिपेको छु भनेर कति दुःखले अनि कि साथीहरु म त यस्तो गलेर म भर्खर उठे 6:30 भएछ बाहिरको मौसम चाहिँ यस्तो भएछ कि राति पानी परेर भर्खर उठे साथीहरु अब खाना बनाइदिनु पर्ने छ अरे मलाई अहिले नै उठ्न चाहिँ मन थिएन कि तर काम कति धेरै छ मैले हिजो ल्याएको आँप पनि गलेर काट्नै सकिन के काट्दा काट्दै छोडिराखे अनि त्यसपछि साथीहरु अब उठेर बल्ल उठे अब बाहिर गएर मुखहरु यताउता गर्नु त मैले मुख पनि धोएको छैन के साथीहरु के भन्नु अल्छिनी चाहिँ हैन ल म तर म आज हिजो आँप टिप्नु गएर तर गलेछु के हामीले चाहिँ टन्नै टिपे लगभग 50 केजी भन्दा बेसी नै टिपे होला अनि अब म चाहिँ बाहिर गएर सबै काम गर्नुपर्ने छ साथीहरु हो यो चाहिँ म रुमदेखि भर्खर बाहिर निस्किँदैछु कि राति पानी परेको रहेछ मौसम पनि कस्तो भएछ केही सफा गरेको थिएन अब पानी ठुलो परेको रहेछ कि राति आज चाहिँ कस्तो हुसु लागेको जस्तो भएछ अनि त्यही हो साथीहरु फेरि पनि यहाँ अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सुरुमै सब्स्क्राइब गर्नु होला सब्स्क्राइब गर्नु भएको छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब सबै गरिदिनु होला साथीहरु अनि आज हाम्रो ताप्लेजुङतिरको मौसमको बारे कुरा गर्नु भने हल्का हल्का धुम्म भइराछ अनि अब चाहिँ म मुख धुनु पर्ने त मैले मुख पनि धोएको छैन अनि त्यही हो साथीहरु आज चाहिँ म के गर्छु थाहा छैन भरे म भिडियोमा के गर्छु त्यो सबै देखाउँछु त्यही अनुसार भिडियो बनाउँछु साथीहरु कन्टिन्यू भिडियो बनाउने कोसिस गरेको छु तपाईहरुले नबिर्सिकन मलाई माया गर्नु होला भन्दै अब म सफा यताउता गर्नुपर्ने छ साथीहरु यस्तो गलेछु कि यस्तो गलेछु यति साह्रो गएछु कि मैले नि हिजो बेलुकी आँप ल्याएर यतिकै काट्दा काट्दै छोडिराखेको छु कि यहाँनेरि भित्र ढोका पनि खोलेको छैन यो डिप खोलेको छैन अनि सफा केही गरेको छैन अब त्यही हो भरे आँप काट्छु आँपको अचार बनाउँछु सुकाउँछु आँप काटेर सुकाउँ भनेको घाम लाग्छ जस्तै छैन है मलाई घामले टोपा दिएला जस्तो छ साथीहरु ल अब चाहिँ म यताउता सफा गर्नुपर्ने छ म एकछिनपछि तपाईहरुलाई भिडियोमा देखाइ नै हाल्छु के गर्छु भनेर ल अहिलेलाई चाहिँ यति साथीहरु मैले चाहिँ सबै काम सकेर अब चाहिँ म तरकारी केलाउँदैछु साथीहरु सुन्दी बिहानको तरकारी मैले चाहिँ बाहिरी काम सबै सकाएँ अब चाहिँ खाना बनाउनु पर्ने हुन्छ अनि त्यही भएर मैले चाहिँ तरकारी केलाउँदैछु सिमी तपाईहरुलाई मनपर्छ पर्दैन मलाई हिजो के भन्छ तल मलाई फुपूले दिइपठाएको फुपूको म कति धेरै रहेछ यस्तो बजारमा त किनेर खानुपर्छ गाउँघरमा त अलिअलि भए पनि दिनुहुन्छ भने आश के हो साथीहरु अनि मलाई चाहिँ यसको तरकारी चाहिँ मिठो लाग्छ तपाईहरुलाई मिठो लाग्छ कि लाग्दैन अनि यसपाल त मेरोमा त छैन कि प्राय म तरकारीहरु किनेरै खान्छु अनि यहाँ चाहिँ किन्नै पर्छ आफ्नो केही छैन आफ्नो भन्ने भनेको यही कोठामा त्यो पनि भाडामा बस्नु परेको छ साथीहरु त्यही हो अनि अहिले चाहिँ म केलाउँदैछु यो केलाएर यति भइसक्यो अनि केलाउनु पर्ने चाहिँ टन्नै छ त्यही साथीहरु आज चाहिँ मौसम कस्तो पानी पर्ला जस्तो भइरहेछ तपाईहरुकोतिर कस्तो भइरहेछ पानी पर्नु आँटेको छ कि साफ लागिरहेछ कि मैले पानी पर्नु आँटेको छ कि साथीहरु तर आज चाहिँ यस्तो ठुलो पानी परेको रहेछ
बाहिर मान्छे अनि हामी होइन बाहिर आगो फुक्नु यो सामान पनि ल अब चाहिँ म सबै काम गरेँ म के गर्छु त्यही गरेर गरेको छु अहिले चाहिँ तरकारीमा के ल्याउँदैछु त्यही हो साथीहरू आज चाहिँ दिउँसो कहाँ गएर के गरौँ भनेर चाहिँ आज छुट्टी पनि हो आज आइतबार छुट्टी तर अब 1 गतेदेखि त छुट्टी पनि हुँदैन अरे आइतबार 2 दिनको छुट्टी त 1 दिन मात्र हुनु पर्यो साथीहरू त्यति ठिकै हो अनि त्यही ल मेरो चाहिँ खाना सबै रेडी भइसक्यो अब खाना दिन मात्र बाँकी छ मेरो खाना सबै रेडी भइसक्यो अनि मेरो बुढो चाहिँ यहाँनेरि कसै गरेर लाउँदै हुनुहुन्छ अनि हाम्रो चाहिँ सबै खाना रेडी भयो यहाँ मेरो काम गर्ने मान्छे त नभनौँ अनि मेरो चाहिँ खानाहरू सबै मेरो चाहिँ खानाहरू सबै रेडी भइसक्यो अब आएपछि दिन मात्र बाँकी छ त्यसै खाना दिएर आँप काट्नु पर्ने छ साथीहरू त्यही हो मेरो काम मेरो खाना चाहिँ सबै रेडी भइसक्यो ल तपाईँहरूको खाना रेडी भयो कि छैन मेरो खाना सबै रेडी भइसक्यो यो साग अनि यो चाहिँ के भन्छ आँपको अचार यहाँ छ पापड अनि यो गाजर अनि यहाँ छ अघि मैले केलाउँदै गरेको सिमीको तरकारी आलु अनि यहाँ छ दाल चाहिँ भक उम्लिँदैछ अनि यहाँ खाना रेडी भइसक्यो मेरो चाहिँ सबै रेडी भइसक्यो तपाईँहरूको रेडी भयो कि भएन भने मेरोमा खाना आउनु होला भन्दै अनि यहाँ बाहिर मेरो बुढो के गर्दै हुनुहुन्छ यस्तो रहेछ यहाँ ड्युटी आफ्नो ड्युटी हुन्छ क्या साथीहरू बिहानभरिमा बल्ल आगो फुकेर आगो नि नबलेर दाउरा सुक्खा नभएर मौसम चाहिँ अब यस्तो भएछ कि अघि त दुम्म भइरहेको थियो अहिले घाम लागेछ त्यही हो साथीहरू माथितिर चाहिँ उस्तो लागिरहेको छ कुहियो यस्तै हो साथीहरू अब चाहिँ म खाना दिनु पर्ने हुन्छ ल साथीहरू अहिले चाहिँ मैले खानाहरू दिइसकेर हामीले नि खाना खाएर अब चाहिँ म आँप काट्नु पर्ने हुन्छ आँप काटेर घाममा सुकाउनु पर्ने हुन्छ नत्र यो छिटो बिग्रिन्छ क्या साथीहरू अनि यहाँ मेरो बुढोले चाहिँ धन्दा गर्दै होइन अनि त्यो एउटा कुरा साथीहरू मलाई चाहिँ यहाँ एकजना सरले चाहिँ मलाई यो के भन्छ यसलाई तपाईँहरू के भन्नुहुन्छ आलुचा कि आडु बोक्रा कि के भन्नुहुन्छ अनि त्यो पनि ल्याइदिनु भयो यत्रो ठुल्ठुलो रहेछ क्या यो खाँदै होइन अनि आँप पनि काट्दै अनि म चाहिँ यसको पनि खाइसकिनँ भने अचार बनाउने सोच गरेको छु अनि अब काट्नु पर्ने हुन्छ बिग्रिन्छ अब हिजो मैले आँप टिपेको त तपाईँहरूले देखिहाल्नुभयो कति दुःखले टिपेको छु त्यही अनुसार त अब दुःख गर्नु पर्यो अनि बनाएन भने बिग्रिन्छ टन घाम लागिरहेछ अहिले चाहिँ अनि तपाईँहरूलाई पनि यो देखेर त मुख त दाहिनेको गाला देब्रेको गाला दाहिनेमा पुगिसक्यो होला यस्तो अर्गानिक चिजहरू खानु पाउँदा यति खुसी लाग्छ कि साथीहरू अनि अब म चाहिँ काट्नु पर्ने हुन्छ एउटा चाहिँ खाइहेर्नु पर्यो अनि यस्तो माया गर्नुहुन्छ क्या मायाले ल्याइदिनु भएको खानु पर्यो खाएला साथीहरू तपाईँहरू पनि म सँगसँगै खाने ल ल लिनुहोस् ए कहाँदेखि बेचिन्छ त यो सायद मलाई यस्तो चिजहरू धेरै खानु पाइरहेको छु अरूले पनि मलाई ल्याइदिनुहुन्छ क्या अनि त्यही हो अब मेरो बुढोले पनि के धन्दा गरिसकेपछि चाहिँ काट्नु सघाउनुहुन्छ अनि 2 जना मिलेर काट्छु
अब त्यही हो साथीहरू नि होइन र बुढाबुढी भएको काम के त दुःख सुखमा दुवैजना मिलेर काम गर्ने होइन हो कि नि साथीहरू तपाईँहरू पनि यस्तै हुन्छ कि हुँदैन हाम्रो चाहिँ प्राय हामी दुवैजनाले गर्छ कि काम म पनि गर्छु मेरो बुढोले नि सघाउँछ सानोले नि सघाउँछ त्यही हो मैले चाहिँ काट्न पनि सुरु गरेँ अब यो सुक्नलाई कति दिन लाग्छ कि आज काटिसक्यो कि सक्दैन त्यो त थाहा छैन साथीहरू हामी चाहिँ यति दुःख गरेर यहाँसम्म चाहिँ आइपुगेको छु कि यति दुःख गरेर यति दुःख कष्ट हरेक कुरामा झेलेर आएको छु मान्छेले केही गर्न नसक्दा पनि भेट्दो रहेछ कि साथीहरू हामीलाई अहिले यस्तो आपत्ति गरिरहेछ कि मान्छेले यस्तो 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 हुँदो रहेछ तर पनि हामी पछि हट्दिन बाहिरी मान्छेले जेसुकै भन्नुहोस् न हामी बुढाबुढी मिल्यो भने भयो त हामी बुढाबुढी मिल्यो त्यति हो कसो सानो हामी मिलेपछि सब पनि भेट पनि भइहाल्छ क्या मेन कुरो चाहिँ बाहिरी मान्छेको कुरा सुन्नु हुँदैन अनि आफ्नो बुढाबुढी मिल्यो भने जेमा पनि हट्न सकिँदैन कि साथीहरू मैले त्यति चाहिँ मैले बुझेको छु बाहिरी मान्छेले जे पनि भनिन्छ क्या तर म वास्ता गर्दिनँ क्या जेसुकै भन्नुहोस् आखिर गरी खाने आफै हो आफै गर्ने हो आफै खाने हो सधैँभरि बाहिरी मान्छेले कुरा काट्ने मान्छेहरूले ल्याइदिँदैन साथीहरू अहिलेसम्म कसैले दिएको नि छैन हामी आफै दुःख गरेर खाँदैछु होइन दुःख गरेर यतिसम्म आइपुग्यो त्यही हो साथीहरू अब यस्तो यस्तो छ दुःख कष्ट तपाईँहरूले चाहिँ कमेन्ट गरेर कस्तो कस्तो भिडियो ल्याउँदा चाहिँ ठिक हुन्छ त्यो सबै कमेन्ट गर्नु ल साथीहरू अनि म त्यही अनुसारको तपाईँहरूको सल्लाह अनुसारको भिडियोहरू ल्याएर आउँछु यो कुखुराहरू नि अलिक झन्डै भयो म कहिले काटिसक्नु क्या एक बाल्टिन आँट्छ अनि एक किरेट कि क्यारेट भन्छ यसलाई किरेट होला होइन के भन्छ किरेट होला अनि त्यो एक छ अनि कहिले काटिसक्नु क्या अचार खानु कास सजिलो थियो यो त कति डर हो छिपेको रहेछ यो चाहिँ भयो अन्तिममा काट्नु पर्यो त्यही साथीहरू अहिले म यो कुखुरा चाहिँ नि सबै पोखाइदियो हो यहाँ कुखुरा मान्छे सबैले हेर्छ हामीलाई त हामी चाहिँ यस्तो छु कि मान्छेले के भन्दा नि खासै नबोल्ने खालको परे कि नबोल्दा त नबोली चुप लागि बस्दा त यति हेप्दो रहेछ कि यति हेप्दो रहेछ साथीहरू तपाईँहरूले सपोर्ट गर्यो भने हामी छिटै अगाडि बढ्न सक्छु सपोर्ट चाहिँ गर्नु पर्यो त्यही हो तर मेरो बुढोले नि यस्तो गाह्रो भइरहेछ काम गर्नु झन् आज छुट्टी भएर मात्रै हो क्या छुट्टी नहुँदा त म एक्लै हुन्छु कति साह्रो हुन्छ एक्लै हुँदा आज छुट्टी सरकारले नि आइतबारको छुट्टी हटायो होला अब आइतबारदेखि छुट्टी हुँदैन नि होइन सानो के हुन्छ एक गतेदेखि त हुँदैन भन्दै थियो नि अनि मैले हिजो देखेँ त्यो समाचारमा हावा समाचारहरू ल्याउँछन् के हो त्यसो भए हुँदैन
ए शनिबार र आइतबार छुट्टी हुन्थ्यो अब खोइ के हुन्छ हिजो र आज छुट्टी भएर मात्रै हो कि नत्र त काममा गइहाल्नुहुन्छ मात्रै हुन्छ त्यो धेरै आँप छ यो चाहिँ आडो बोक्रा हो कि आल्टा हो आडो बोक्रा त अर्कोलाई पो भन्छ होला हौ यो आल्टा अनि मैले यति मात्रै काटेको छु नि साथीहरू यति मात्रै काट्यो भने चाहिँ यति काटेको यहाँ हेर्नु मेरो सरजीलाई ल आज चाहिँ मैले सबै काम भ्याइसकेर बल्ल बल्ल बस्ने फुर्सद पाएको छु अनि मैले चाहिँ आँपको अचार बनाउनलाई चाहिँ त्यो के भन्छ बट्टाहरू पनि यति धेरै धोएर सुकाएको छु अनि मैले अघि नै आँपहरू सबै काटिसकेँ अनि सबै काम सकेर अब चाहिँ अनि मैले यहाँ बट्टाहरू धेरै धोएर सुकाएको थिएँ अनि अब चाहिँ भिडियो पनि यहीँ सकिन्छ भन्दै अहिलेलाई चाहिँ यो भिडियो पनि यहीँ सकिन्छ अब भोलि अर्को भिडियोमा साथीहरू अहिलेलाई चाहिँ बाई बाई